नमस्ते, गुड मर्निङ र युट्युबमा देखिरहनुभएको सबै साथीहरूलाई मेरो नमस्कार छ। र आज चाहिँ नेपाल कन्टेक्स्टमा एसआइपीको के महत्त्व छ, के हो, यसले कसरी काम गर्छ भन्ने बारेमा म चाहिँ भन्न गइरहेको छु। एसआइपी सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो। यसले चाहिँ तपाईँको नियमित समयको अन्तरालमा महिना, 3 महिना र वर्षको एकपटक निश्चित रूपमा एउटा म्युचुअल फन्डमा लगानी गर्नुपर्छ भनेर बुझिन्छ कि। जस्तैमा हरेक महिना तपाईँले 1000, 2000, 3000को अन्तरालमा हरेक महिना तपाईँले जम्मा गर्दै जानुभयो भने यसले भविष्यमा गएर तपाईँको करोड रुपियाँ प्रदान गर्न सक्छ। र यसको लागि हामीले के गर्नुपर्छ भने पहिला हामीले एसआइपी खोल्नुपर्छ। यो एसआइपी भनेको तपाईँको मोबाइल एप्सबाट पनि खोल्न सकिन्छ र तपाईँले ब्याङ्कमा गएर पनि तपाईँले एसआइपी खोल्न सकिन्छ। यसमा के हुन्छ, एसआइपीको मुख्य विशेषता के छ भने तपाईँको मानसिक रूपमा 1000, 2000 आफ्नो नियमित जति तपाईँको सेभिङ गर्न सक्नुहुन्छ त्यति तपाईँले लगानी गर्न सक्नुहुन्छ। र यो चाहिँ एसआइपी चाहिँ बढाउन पनि सकिन्छ र घटाउन पनि सकिन्छ। तर यो लामो समयको लागि तपाईँले एसआइपी खोल्नुभयो भने तपाईँले धेरै नै फाइदाजनक हुन्छ। र यसबाट तपाईँको औसत लाभ, लागत लाभ, रुपिज कोस्ट एभरिङ, जस्तैमा तपाईँले एसआइपी गर्नुभयो होइन, यसबाट कुनै घाटा हुन छैन। तपाईँको घट्छ भने तपाईँले फाइदा छ, बढ्छ भने तपाईँले फाइदा छ। यसमा घाटा हुने कुरै चान्स छैन कि। जस्तैमा तपाईँले एसआइपी किन्नुभयो, एसआइपी किनेपछि तपाईँले अहिले भ्यालु छ 11 रुपियाँ, अनि तपाईँले त्यो त बढिहाल्यो। तपाईँको जति तपाईँ जम्मा गर्नुभएछ एसआइपी त्यसको त भ्यालु बढिसक्यो तपाईँको, अनि तपाईँ घटी पनि हाल्यो त्यसको। जस्तैमा आज 10 रुपियाँ भयो भने तपाईँले बढी पनि अर्को महिना बढी किन्न सक्नुहुन्छ युनिट। त्यही भएर त्यसबाट तपाईँको यसमा घाटा हुने कुरै छैन। र यसमा तपाईँको कम्पाउन्डिङ इफेक्ट पनि हुन्छ। तपाईँको जस्तैमा अब 20 वर्षको लागि तपाईँले एसआइपी गर्नुभयो, 20 वर्षको लागि तपाईँले एसआइपी गर्नुभयो भने तपाईँको यो तपाईँको लगभग नेपाल कन्टेक्स्टमा तपाईँको 10 देखि 12% वा 14% पनि भन्न सकिन्छ कम्पाउन्डिङ इन्ट्रेस्ट रिटर्निङ छ। तपाईँले 2000 जम्मा गरेर पनि तपाईँको 22 वर्ष तपाईँ जम्मा गर्नुभयो भने तपाईँको लगभग करोड रुपियाँ रिटर्न हुनसक्छ। त्यसबाट तपाईँको यहाँ एसआइपी हाम्रो देशको कन्टेक्स्टमा एउटा जस्तैमा गरिब मान्छेले पनि यहाँ करोडपति बन्न सक्छ एसआइपीको युज गरेर। जस्तैमा त्यसले 15,000 वा 20,000 कमाइरहेछ भने त्यसले 2,000, 3,000 हरेक महिना जम्मा गरियो भने त्यसले फ्युचरमा गएर आफ्नो बालबच्चालाई उच्च शिक्षा दिन सक्छ, घडेरी किन्न सक्छ। तपाईँको लगभग अवकाश खर्चहरू जस्तैमा रिटायरमेन्ट खर्चहरू पनि आफ्नो मजाले गर्न सक्छ। र यो एसआइपी नेपालको कन्टेक्स्टमा तपाईँको धेरै जस्तो ब्याङ्कहरूमा छ। तपाईँले ब्याङ्कमा गएर पनि खोल्न सकिन्छ वा मोबाइल एप्सले पनि तपाईँले त्यो खोल्न सकिन्छ। र नेपालको कन्टेक्स्टमा के छ भने यो एसआइपी एकदम मिडल वर्गका मान्छेहरूलाई एकदम राम्रो छ। सुनमा पनि सुगन्ध जस्तै छ यो एसआइपी। किनभने अब मान्छेले कमाउँछ, खान्छ, तर त्यो जम्मा गर्न सक्दैन। त्यही 2,000, 3,000 तपाईँले जम्मा गर्दै गयो भने तपाईँ छोरीको बिहेको लागि वा छोराको उच्च शिक्षाको लागि, छोरी नै पढाउनु नै छ, अब कुनै जग्गा जमिन नै किन्नु छ भने त्यो बचाउन सकिन्छ। तर यस्तै कमायो अनि त्यसले त सेभिङ गर्यो भने त बढ्न सक्दैन नि त। अनि गाउँघरमा पनि तपाईँले लगानी गर्नुभयो भने अहिले रिटर्निङ छैन, मान्छेले बढी पचाइरहेछ पैसा, मान्छेले दिन सकिरहेको छैन। त्यही भएर यो एसआइपी एकदम नेपालको कन्टेक्स्टमा सबै मान्छेले गर्नुपर्ने नै कुरा हो के। र यसको महत्त्व पनि धेरै छ। यसले तपाईँको धैर्यको पनि तपाईँले एउटा परीक्षा लिन्छ, तपाईँमा कति धैर्य छ। र तपाईँले एउटा बचत गर्ने, एउटा सेभिङ गर्ने बानी पनि बसाल्छ। तपाईँको एउटा अनुशासन पनि तपाईँले सिकाउँछ। त्यही भएर एसआइपी गर्नु धेरै जरुरी छ। तपाईँले पनि गर्नु छैन भने तपाईँ गएर ब्याङ्कहरूमा तपाईँले एसआइपी बुझ्न सक्नुहुन्छ। र त्यसको तपाईँको क्यालकुलेटर पनि छ एसआइपीको। तपाईँले त्यसमा वेबसाइटमा गएर, जस्तै कुमारी ब्याङ्कको छ भने कुमारी ब्याङ्कको वेबसाइटमा गएर एसआइपी सर्च गर्दाखेरि त्यसको क्यालकुलेटर आउँछ। र यसले नेपालको रिटर्निङमा तपाईँको नेपालको कन्टेक्स्टमा रिटर्न यसको तपाईँको त्यही 10 देखि 12% छ अहिले। यो बढ्न पनि सक्छ देश र परिस्थितिको आर्थिक जसरी स्थिति अगाडि बढ्छ त्यसरी नै
यो बढ्छ र घट्छ पनि। ल धन्यवाद, थ्याङ्क यू। र मेरो लास्टमा युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, लाइक पनि गरिदिनु होला भन्नु साथ म नमस्कार गर्न चाहन्छु।